त्यसरी गर्ने हैन के ठाडो गरिदिन्छु नि किन त्यो ढोका खोलिन् न कति भारी हो त म त्यो ट्याक्सी होइन म त त्यही ट्याक्सी भनिरहेको त अनि त्यो चाहिँ यहीँको ट्याक्सी यहाँ मलाई देखाएर हाल यो हाम्रो ट्याक्सी चाहिँ आइसकेको छ कहाँ यहाँ त उठ्यो न अङ्गुरो ब्यागहरू ब्याग भइसकेको छ अब यी ल म अफ गर्न ल ल अब चढ्ने तपाईँहरू चढ्नु अनि म चढौँला नि म अगाडि बस्छु ल लाउनु फाइनली हामी चढिसकेको छौँ म चाहिँ अगाडि छु यी म सानी र मम्मी चाहिँ पछाडि चाहिँ म चाहिँ यता छु हामी चाहिँ गइसकेको छौँ र यी हामी चाहिँ किसानी थियो हामी हाम्रो निलिन लगाइसकेको छौँ सक्नुहुन्छ हामी आइसकेको छौँ माछा घरिएको अब त्यो बस पार्कसम्म आइसकेको छ बस पार्क धादिङ आज चाहिँ हामी खासमा दादी अब हामी आइसकेको हामी आइसकेको छ ल तू 0.5 मा लिएर त 0.5 मा थिच तल सबै देख्छ नि त अब दुम्छ त्यो कार्ड त फेरि त्यो रोक्ने क्या फेरि गएर कार्ड कस्तो लाग्यो त छोरी 7 वर्षमा आउँदा अब रमाइलो लाग्यो नि कस्तो लाग्यो नि काठमाडौँतिर हराएर होला नजिकै बस्नु नजिकै बस अलि यता आइज नि भयो भयो यस्तो लुगा के फोटो चाहियो फोटो सुट लग्यो छोड्दै पनि हेलो गाइज आज चाहिँ हामी काठमाडौँबाट आइरहेको छौँ
काठमाडौँ गएर आयो हेर्नुहोस् सानी उतै हुनुहुन्छ होइन अन्त बा मम्मी अनि मेरो बहिनी चाहिँ उहाँ पुगिसक्ने तर सानी र म भने यहीँ छौँ हाम्रो चाहिँ मेरो खुट्टा दुखिरहेको सानीको नि खुट्टा बिजोक पऱ्यो हामीलाई हामीसित आज फेरि कति 12:30 छ साथीहरू पुरै सिरिसा त गाडीमा भमिट गर्दै यस्तो पनि हुँदो रहेछ देखाइरहेको अब त अनि गएर हेर्न सक्नुहुन्छ है अब हामी चाहिँ आधी बाटो आइसकेको हिँड्दा हिँड्दै अब हामी यो पिछबाट जान लागेको छ हेर्नु है त ल पुरै सानी सोनिसको क्याप लगाएको छु अनि यहाँ मलाई चाहिँ घाम पनि छेकिरहेको हो मलाई भने यस्तो यो भित्र उइला थिएँ मैले अनि यो भित्र उइला थियो अनि फुकालेको गर्नु हेरेन यस्तो हरियो हरियो बारी छ रुखहरू अनि गाउँ आइपुग्न लाग्यो पारिपट्टि हाम्रो गाउँ यो चाहिँ वारी हो पारी चाहिँ हाम्रो गाउँ छ हिँड्न पनि लाग्छ होला अगाडि गएर यता हेर्नु गएको बाहिर भएको छ ल अब मलाई थकाइला म त यहाँबाट हेरिदिन्छु छ र हेर्नु न यत्रो ठाउँमा नि कोही हिँड्छ म झ्याउला बा तपाईँले रमाइलो लाग्यो कि नरमाइलो किन रमाइलो लाग्यो भन्नु त साल छोरी आएको है साँच्ची साइली ले म चाहिँ जान्छु सानीहरू गफ गरिरहनु भएको मलाई उ भएको छ हेर्न सक्नुहुन्छ अब चाहिँ होइन मलाई यस्तै थकाइ लाग्यो राखेको छु ल अब चाहिँ हामी एउटा घर आइपुगेको छौँ यहाँ अब एकछिन त्यो बस्छौँ अब बाई अहिले एकछिनमा हजुरहरूलाई गरौँला है ल मैले भिडियो बनाएँ थिएन त नि यो किन रोगएर फेरि किन बाबा जानु रुनुहुन्छ रमाइलोको हाँसु देख्न नपाएको यत्रो हाल्नुपर्छ त किन ढोका बाहिर र भित्र यो बाहिर आउनु चोपन लगाउनु कता समात्छ खोइ त अनि लाइटर